घाँसहरूको कुटी काट्नु पर्यो। यो मेसिन एकदम सही छ कि सुई काटिहाल्छ एकैछिनमा हालिसक्दा काट्छ। त्यहाँ अलिकति घाँस थियो त्यति काटेँ। अब मकै काट्नु पर्यो टक्कसँगले मकै पनि मजाले टक्क हालो काटिहाल्छ। त्यो टुप्पोहरू पत्ताहरू चाहिँ नछुटोस् भनेर यसो बङ्ग्याउँदै मिलाउँदै हाल्नुपर्छ टिप्दै गरे होइन। टक 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 कति फास्ट एकदमै फास्ट काम हुन्छ कि यति छिटो काम गर्छ हालिसक्दा फुरुर निक्लिहाल्छ। हेर त मिसिन देख्दै हुन्छ नि दामी छ दामी। यो अलिक धेरै गाई बस्तु पाल्ने कुटी काटेर खुवाउनु पर्नेको लागि एकदमै सजिलो मेसिन। साँझ पख मैले पनि कुटी काटेँ गाई बस्तुको लागि। गाईहरू छन् कुटी काट्नु पर्यो एउटा सक्यो अब अर्को खोलियो अर्कोको पनि कुटी काट्ने ख्यार 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 आहा। यो पनि अब सकिहाल्यो होइन धेरै छँदै छैन कि एकैछिनमै काट्न त धेरै थियो तर मैले धेरै काटिनँ। अब एकैचोटि धेरै काटेर थुपार्नु पनि किन र होइन चाहिने जति काटे भइहाल्यो। त्यसै पनि यत्रो थुप्रो भइसकेकै छ यहाँनिर होइन। अब अझै एक मुठा जति काट्ने हो विचार गरेँ भुइँको उठाएर हाल्यो अब एक मुठा टक्क निकाल्यो खेर खेर हालो हालिसक्दा फुत्त निक्ली पनि हाल्छ। केही गर्ने उठाएर हाल्न समय लाग्ने हो कि हालिसक्दा मैले अर्को उठाउनुभन्दा अगाडि अघि फालिसक्यो हुन्छ काटेर त्यस्तो फास्ट। ए अब फेरि एउटा गरौँ न त्यति मात्रै के त ल यो पनि सकिहाल्छ कति बेरै लाग्दैन। सिङ गऱ्यो यस्तै हो। त्यहाँ गाडी आयो म एकछिन अगाडि फेरि च्याउँदैछन् केटाकेटी हा हा हा। ल त्यो चाहिँ मन्दिर है त्यो पछाडि देखिएको चाहिँ बाहिर आँगनमै गरेको हो। अब यसोले रहेको पत्ताहरू टिप्यो बन्द गरिदिएको अब सक्यो।